हेलो गाइस, यो चाहिँ नागपञ्चमीमा जस्तो हिउँदो लाग्यो त्यस्तै रोपेको यो सिबी हो घिउबाट। अहिले चाहिँ यस्तो भएको छ, पाक्न आँटेको छ हो। एकदमै चाहिँ अर्ग्यानिक सिबी हो। यसलाई फाल्टो मलहरू केही हालेको छैन, एकदमै गाईको मलको हो। यहाँनिर यसरी छ, यसरी फलेको छ। यहाँनिर कस्तो मजाको फलेको हेर्नुहोस् न। यहाँनिर फलेको छ, यो भित्रभित्र थुप्रो फलेको छ। यहाँनिर अब चाहिँ म सिबी टिप्नु पऱ्यो भनेर चाहिँ यो रिमेम्बरको लागि राखिराखेको हुनलाई भिडियो बनाएको। यहाँनिर चाहिँ छ, हेर्नुहोस् कस्तो दामी फलेको।